बनिरहेका थिए। मनुष्यहरू आफ्नै क्रममा मग्न थिए, तर संसारलाई थाहा थिएन कि परमेश्वरको प्राचीन प्रतिज्ञा अब पूरा हुनेछ। एक कुमारी गर्भवती हुनेछ, पुत्र जन्माउनेछ र उनको नाम इम्मानुएल राखिनेछ, अर्थात् परमेश्वर हामीसँग। उद्धारको आशा अब पृथ्वीमा अवतरण गर्न लागेको थियो। यसरी नै परमेश्वरले आफ्नो दूत गाब्रिएललाई नासरेतमा मरियम कहाँ पठाउनु भयो। प्रभुले तिमीलाई धेरै आशिष दिउन्, उहाँ तिमीसँग हुनुहुन्छ। यो कस्तो अभिवादन हो? नडराऊ मरियम, तिमी गर्भवती हुनेछौ, एक पुत्र जन्माउनेछौ, उनको नाम येशू राख्नु। यो कसरी हुन सक्छ, किनभने म एक कन्या हुँ। पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चको शक्तिको छाया तिमीमा पर्नेछ। यसै कारण जो जन्मानु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र भनिनेछ। हेर्नुहोस्, म परम प्रभुकी दासी हुँ, मलाई तपाईँको वचन अनुसार होस्। यतातर्फ मरियमको मङ्गेतर युसुफ उनी गर्भवती भएको सुन्दा अति नै चिन्तित र व्याकुल थिए। मरियम गर्भवती छिन्, म के गरौँ? म उनलाई अपमानित हुन दिन चाहन्न। त्यही रात परमेश्वरको दूत सपनामा देखा परे। युसुफ, दाउदका सन्तान, मरियमलाई पत्नीको रूपमा लिन नडराऊ, किनभने उनको गर्भधारण पवित्र आत्माबाट भएको हो। यदि यो परमेश्वरको योजना हो भने म मान्दछु। यसै बीच टाढा पूर्वतिर पनि परमेश्वर बोलिरहनु भएको थियो। यसपटक स्वर्गदूतहरू मार्फत होइन, तर एक चम्किलो तारा मार्फत। पूर्व देशका केही ज्ञानी पुरुषहरूले आकाश अनि तारा हामी यस तारालाई पछ्याउँदै त्यस बालालाई खोज्न जाउँ।
अब हेरोद चाहिँ आफैलाई शक्तिशाली राजा सम्झिँदथे, तर वास्तवमा उनी भित्रदेखि अत्यन्तै डरपोक र असुरक्षित मानिस थिए। सानोतिनो कुरा सुन्दा पनि कसैले उनको ठाउँ, उनको शक्ति, उनको वास्तविकता उनी न त शक्तिशाली थिए न त बुद्धिमान। उनी आफ्नै डर र ईर्ष्याको दास बनेका एक कार्य र मूर्ख राजा थिए। तिमीहरू पूर्वबाट किन आएका? कुनै ठुलो समाचार छ जस्तो देखिन्छ। हामी उहाँको उपासना गर्न आएका हौँ। राजा, नवजात राजाले म मेरा विद्वानहरूसँग सोध्नेछु। महापूजारीहरूलाई बोला। त्यो ख्रिस्ट भन्नेको जन्म कहाँ भएको छ? हेर, अगमवक्ताले लेखेको अनुसार यहुदियाको बेथलेहममा जन्म हुन्छ। पूर्वका ज्ञानी मानिसहरू, तपाईँहरू बालकलाई भेटेर मलाई पनि फर्केर भन्नुहोस्, म पनि गएर उहाँलाई पूजा गर्नेछु। राजा भनेको त म मात्र हो। म त्यो बालकलाई राजा बनेर उठ्नदेखि सकेसम्म राख्नेछु। म बाहेक यरुसलेम महाराजको राजा हुनै सक्दैन। अशान्ति, डरदेखि सुरु गरिएको यात्रामा हामी आइपुगेका छौँ गोठालाहरूसम्म, जो डाँडामा राति भेडा चराइरहेका थिए। आज त आकाश अति नै सुनसान छ। केही विशेष कुरो हुन लागेको जस्तो छ। के ईश्वरले हामीलाई केही सन्देश दिन खोजिरहनु भएको त होइन? हामी जस्ता साधारण गोठालालाई के खबर आउँछ? मडराओ, आज दाउदको सहरमा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्ति। त्यस समय रोमी सरकारले सारा देशभरि जनगणना गर्ने आदेश जारी गरे। हरेक मानिसले आफ्नो पुर्ख्यौली सहरमा नाम दर्ता गर्नुपर्थ्यो। युसुफ दाउदको वंशका थिए, त्यसैले उनी गालिलको नासरेतबाट मरियमलाई साथमा लिएर यहुदाको बेथलेहेमतर्फ लागे।
सरकारको आदेशलाई पालन गर्दै उनीहरू बेथलेहेम पुगे, तर उनीहरूको निम्ति ठाउँ खाली थिएन। मरियम, हामी अलिक टाढा मात्र छौँ। कृपया धैर्य गर, म तिमीलाई सुरक्षित ठाउँ खोजेर नै छोड्छु। के हामीलाई एक रातको लागि ठाउँ मिल्छ? मेरो सोच्नेको समय आइपुगिसकेको छ। यहाँ सबै भरिएको छ, तर यदि तपाईँ चाहनुहुन्छ भने मेरो कोठ खाली छ। तपाईँहरू त्यहाँ बस्न सक्नुहुन्छ। मरियम, हेर, यही मात्र बाँकी छ, तर म यो ठाउँलाई जति सक्छ असल बनाउँछु। अब मानिसहरूले आशा देख्ने गरी आइसकेको थियो। त्यही साधारण गोठमा साधारण मानिसहरू अनि पशुहरू माझ हाम्रो आशा अनि उद्धारकर्ता जन्मनु भयो। दूतले भनेको कुरा सत्य रहेछ। साँच्चै यहाँ भ्रमण जन्मिएको रहेछ। महिमा परमेश्वरलाई। हामी बाबुलोनबाट यहुदाहरूको नवजात राज्यलाई दर्शन गर्न आएका हौँ। यसो ग्रहण गर्नुहोस्, यो राज्यत्वको प्रतीक हो। यो दान ग्रहण गर्नुहोस्, यो उपासनाको प्रतीक हो। यो मुरा ग्रहण गर्नुहोस्, यो गहिरो उद्देश्यको प्रतीक हो। यसरी स्वर्ग र पृथ्वीले उद्धारकर्ताको आगमन स्वागत गर्यो। आज हामीले यस नाटकद्वारा येशू ख्रिस्ट कसरी हाम्रो आशा बनेर संसारमा आउनुभयो भन्ने कुरा देख्यौँ। तर कथा यहाँ सकिँदैन। अब एउटा प्रश्न उठ्छ, हामीले पनि आशा लिएर बाँचिरहेका छौँ कि छैनौँ? यस संसार अझ अन्धकारले भरिँदै गइरहेको छ। मानिसहरू अझ पनि अशान्ति पीडमा बाँचिरहेका छन्। येशू आशा लिएर आउनुभयो। येशू आशा हुनुहुन्छ भने हामी उहाँलाई पछ्याउनेहरू पनि आशा लिएर संसारमा जानु पर्दछ।